हेलो साथीहरू, के तपाईँले ब्याङ्कबाट लोन लिनु भएको छ र तपाईँलाई ब्याङ्कले दिने हरेक महिनामा साउँ र ब्याजसहित कति पैसा पे गर्नुपर्छ त्यो हिसाब बैङ्कले कसरी क्रिएट गर्छ अथवा इएमआई क्यालकुलेसन कसरी गरिन्छ त्यो तपाईँ आफैले जानेको सबैभन्दा उपयुक्त हुन्छ। सबैभन्दा पहिला प्रिन्सिपल एमाउन्ट PRIENCIPAL प्रिन्सिपल एमाउन्ट त्यसपछि गएर इन्ट्रेस्ट भनेको ब्याज है। त्यसपछि गएर पिरियड अथवा टाइम भन्दा नि हुन्छ है। तपाईले यहाँनिर मन्थली त्यसपछि गएर आउटस्ट्यान्डिङ एमाउन्ट त्यो भनेको के हो म तपाईलाई लास्टमा भन्नेछु। प्रिन्सिपल एमाउन्ट त्यसपछि गएर इन्ट्रेस्ट एमाउन्ट त्यसपछि गएर यहाँ इएमआई भनेको एक्युरेट मन्थली इन्स्टलमेन्ट है। यसलाई तपाईले सबै थोक गरिदिउँ, इङ्ग्लिस बोल्ड पनि गरिदिउँ। अब यो हेडिङलाई तपाईले कलर गरिदिउँ, तपाईले क्लियरिटीसँग देख्नुहुन्छ। जस्तै फर एक्जाम्पल तपाईले 2 लाख रुपियाँ लोन लिनुभयो, कति ब्याजमा भन्दा 10% ब्याज, कतिमा भन्दा 24 महिना अथवा 2 वर्षमा तपाईले लिनुभयो। अब तपाईले पहिलो महिनामा 1-2 महिना यो मन्थली यो 1-2 महिना हुँदै 24 महिनासम्म 24 महिनासम्म चाहिँ तपाईले बुझाउनु पर्ने हुन्छ है। यो अब पहिलो महिना तपाईले बुझाउन रेडी भयो, कति भन्दा अब पहिलो महिनामा तपाईले बुझाइसक्नु त भएको छैन, 2 लाख नै छ। अब यहाँनिर एउटा फर्मुला युज गर्नुपर्ने हुन्छ, बराबर इक्वल कोष्ट सुरु यो प्रिन्सिपल एमाउन्टलाई क्लिक गर्नुहोस्, त्यसपछि कोष्ट बन्द गर्नुहोस्, त्यसपछि इन्टर दबाउनुहोस्। यो माथि जति छ यहाँ अटोमेटिक त्यति नै आउँछ। अब जस्तै यहाँ 4 लाख गर्ने हो भने यहाँ 4 लाख नै आउँछ, 4 लाख गर्ने हो भने 4 लाख नै आउँछ है। हेर्नुहोस्, अब हामी 4 लाखतिर नजाउँ, 2 लाखतिर जाउँ है। 2 लाखतिर जाउँ। अब यहाँनिर फर्मुला युज गर्नुपर्ने हुन्छ साथीहरू, तपाईले एउटा फर्मुला चाहिँ याद गर्नुपर्ने हुन्छ, इक्वल PPMT भन्ने एउटा फर्मुला युज गर्नुपर्ने हुन्छ। PPMT कोष्ट सुरु। अब रेट यहाँ तल जे देखाएको छ त्यही टाइप गर्नु होला तपाईले। रेट देखाएको छ, रेट भनेको छ रेट कति हुँदा 10% मा क्लिक गर्ने। यो कतिको हो भन्दा रेट कतिको भन्दा 1 सालको, त्यसकारणले डिभाइडेड 12 ले भाग गर्ने। त्यसपछि कमा, त्यसपछि पर भनेको पर मन्थ कतिको कुन महिनाको हो त हामीले पहिलो महिनाकोलाई हो, पहिलो महिनाको हिसाब गर्न खोजेको, त्यसकारणले पहिलो महिनालाई क्लिक गर्नुहोस्। त्यसपछि कमा, एनपिआर भनेको नम्बर अफ पिरियड भनेको कति 24 अथवा 2 साललाई क्लिक गर्नुहोस्, त्यसपछि कमा। अब त्यसपछि पीबी भनेको प्रिन्सिपल भ्यालु अथवा प्रिन्सिपल एमाउन्टलाई क्लिक गर्नुहोस्, त्यसपछि फेरि कमा। अब कोष्ट क्लोज। अब यहाँनिर हामीले माइनस लगाउनु पर्ने हुन्छ, यदि माइनस गरेन भने यो हिसाब माइनसमा आउँछ। हामीले म्याथमेटिक्समा पढेकै थियौँ माइनसलाई मल्टिपल गर्दाखेरि माइनस प्लस हुन्छ भनेर, तर चिन्ह चाहिँ माइनस नै हुन्छ भनेर पढेका थियौँ। त्यो नियम यहाँ लागू हुन्छ, क्लिक गर्नुहोस् है। अब यहाँनिर पनि इक्वल, यहाँ चाहिँ IPMT भन्ने फर्मुला युज गर्नुहोस्, कोष्ट क्लोज कोष्ट स्टार्ट, रेट डिभाइड 12 कमा पहिलो महिनाको हो, त्यसपछि 1 लाई दबाएँ कमा, त्यसपछि नम्बर अफ पिरियड 24 कमा
त्यसपछि पिबी प्रिन्सिपल भ्यालु 2 लाख कमा त्यसपछि कोष्टक क्लोज। अब यहाँ पनि माइनस लगाउनु पर्ने हुन्छ, कहाँनिर माइनस हो राम्रोसँग त्यो क्रसरलाई ख्याल गर्नु होला। यहाँ माइनस गर्नुस्, इन्टर गर्नुस्, एमाउन्ट आएको छ। अब यहाँ चाहिँ इक्वल पिएमटी को इएमआई क्याल्कुलेसनको लागि जहिले पनि पिएमटी फर्मुला युज गर्नुपर्छ भन्ने कुरा तपाईले बिर्सनु भएन। रेट है डिभाइडेड 12 कमा 24 कमा प्रिन्सिपल भ्यालु कमा कोष्टक क्लोज। अब यहाँनिर पनि माइनस लगाउनु पर्ने हुन्छ, माइनस इन्टर गर्नुहोस्। यो कुरा चाहिँ तपाईहरुले ख्याल गर्नु होला साथीहरु, जहिले पनि यो कमा भन्दा यो पोइन्ट भन्दा यतापट्टिको अंक 5 भन्दा, जस्तै यो पोइन्ट भन्दा यतापट्टिको अंक 3 छ, यो सुरुको मात्रै हेर्ने है, यो 2 हेर्नु पर्दैन, 3। यो 3 5 भन्दा मुनिको हो, त्यसकारणले यो 62 नै हुन्छ। अथवा यो 3 5 भन्दा माथि छ भने यो यतापट्टि 1 बढ्छ के, कुरो बुझ्नु भने। अब यहाँ 7562 छ, यहाँ 7563 हुन्छ। अब जस्तै यहाँ हेर्नुस्, अब यो कमा भन्दा यतापट्टि 6 छ, 5 भन्दा माथिको हो नि, यहाँ 66 छ भने यहाँ एउटा बढ्यो, यता 67 हुन पुग्छ र यताको 0 हट्छ। अब जस्तै यहाँ म तपाईलाई यहाँ गरेरै देखाउने छु, यहाँ क्लिक गर्नु होला, त्यसपछि यहाँ गएर गर्नु होला, हेर्नुस् आयो नि। हो त्यो चाहिँ तपाईले ख्याल गर्नु होला। अब दोस्रो महिनाको लागि तपाईले यहाँ डबल क्लिक गर्नु होला। अब हामीलाई यो K5, यो K को लाइन हो, कोलम हो, 5 भनेको K5 यो चाहिँ हामीले फिक्सेबल चाहियो, त्यसकारणले त्यसलाई चाहिँ फिक्सेबल गर्नुको लागि यो K5 लाई सिलेक्ट गर्नु होला। त्यसपछि किबोर्डमा गएर F4 दबाउनु होला, यो डलरमा चेन्ज हुन्छ। त्यसपछि गएर यता पनि यो 5L लाई चाहिँ सिलेक्ट गरेर किबोर्डमा F4 दबाउनु होला। त्यसपछि लास्टमा गएर यो 5J लाई पनि सिलेक्ट गरेर किबोर्डमा F4 दबाउनु होला। त्यसपछि इन्टर दबाउनु होला, यो अटोमेटिक आउँछ। हेर्नुस्, अब यहाँ पनि डबल क्लिक गर्नुहोस्। त्यसपछि यो K5 लाई सिलेक्ट गरेर किबोर्डमा F4, त्यसपछि गएर 5L लाई किबोर्डमा F4, त्यसपछि गएर 5J लाई पनि किबोर्डमा F4 गरेर इन्टर दबाउनु होला। त्यसपछि तपाईले यो प्लसको आइकनद्वारा चाहिँ तल यसरी स्क्रल गर्नु होला। अब यहाँ पनि डबल क्लिक गर्नु होला, सेम त्यस्तै। L किबोर्डमा F4 र 5J किबोर्डमा F4, त्यसपछि इन्टर। त्यसपछि यहाँ पनि यसरी तल स्क्रल गर्दै जानु होला। अब यहाँ सेकेन्डमा चाहिँ के आयो भने तपाईहरुले यहाँ बुझ्नुपर्ने कुरा, टोटल तपाईको लोन हो 2 लाख रुपैयाँ, 10% मा ब्याज लिनु भएको 24 महिनामा अथवा 2 वर्षमा। बुझ्नु भने तपाईले यो पहिलो महिनामा, यो दोस्रो तेस्रो हुँदै 24 महिनासम्म हो, यो पहिलो महिनामा 1 महिनामा तपाईको तिर्नु भएको छैन, तिर्न रेडी हुनु भएको छ 2 लाख रुपैयाँ आउटस्ट्यान्डिङ एमाउन्ट भनेको। यो चाहिँ प्रिन्सिपल एमाउन्ट भनेको तपाईको सावा हो र इन्ट्रेस्ट एमाउन्ट भनेको तपाईको ब्याज। तपाईको सावा 7562 रुपैयाँ प्लस ब्याज चाहिँ 1667 रुपैयाँ तपाईले तिरेर सावा र ब्याज गरेर तपाईले 9228 रुपैयाँ बुझाउनु भयो। अब तपाईले प्रिन्सिपल एमाउन्ट तपाईले सावा त बुझाउनु भयो, 7562 रुपैयाँ सावा बुझाइसक्नु भयो। कतिमा सावा बुझाउनु भयो त? तपाईको सावा यति थियो मूलधन, यसमा तपाईले पहिलो महिनामा यो रकम बुझाउनु भयो। अब यहाँ तपाईको सावा घट्दै आउँछ, यो जुन एमाउन्ट सावा घट्दै आउँछ त्यो चाहिँ आउटस्ट्यान्डिङ एमाउन्ट हो। अब जस्तै तपाईको यहाँ 2 लाख रुपैयाँ थियो, यहाँ बराबर अब 2 लाख रुपैयाँलाई सिलेक्ट गरौँ, त्यसपछि माइनस तपाईले कति बुझाउनु भयो त? पहिलो महिनामा 7562 रुपैयाँ बुझाउनु भयो। अब यसलाई सिलेक्ट गर्नुभयो, त्यसपछि इन्टर गर्नुस्।
कुरो बुझ्नुभयो नि। अब तपाईँले यसलाई यसरी अटोमेटिक यहाँ तलसम्म 24 महिनासम्म सिलेक्ट गर्नुहोस् है। हेर्नुहोस् अब यो एडी छ, यो एडी भनेको यहाँ दुबईको दिराम आगो हो। यसलाई म नेपाली रुपैयाँ पनि चेन्ज गरेर देखाउँछु म तपाईँहरूलाई। यो अन्नेसरी डिलिट गरिदिउँ, यहाँ टोटल एन्टी एमाउन्ट गरौँ, टोटल एमाउन्ट है। अब टोटल एमाउन्ट कति हो त भन्दा यहाँ अब इक्वल SUM सम स्टार्ट। सम भन्ने फर्मुला तपाईँले जोड्दाखेरि जहिले पनि युज गर्नुपर्ने हुन्छ सम। त्यसपछि सबैभन्दा माथि टपदेखि लिएर तलसम्म, त्यसपछि कोष्टक क्लोज, त्यसपछि इन्टर गर्नु होला। यहाँ पनि इक्वल SUM सम कोष्टक सुरु, त्यसपछि माथि टपदेखि लिएर चाहिँ तलसम्म सिलेक्ट गर्नु होला, कोष्टक क्लोज, इन्टर गर्नु होला। र अब यसको लागि चाहिँ तपाईँले यहाँदेखि सिलेक्ट गरेर यता अटो सम गर्दा पनि हुन्छ है। अटो सम गर्दा पनि आइयो। यसलाई पनि डिफ्रेन्ट कलरमा गरौँ, यसलाई बोल्ड है। हेर्नुहोस् अब यो एडीमा छ यो। यसलाई म तपाईँहरूलाई यहाँ चेन्ज गरेर देखाउने छु। अब यो पोइन्टको कुरा मैले अघि नै गरेँ। यो पोइन्ट है, यो पोइन्टको लागि म हटाएर देखाउने छु। ल हेर्नुहोस् हटिसक्यो। ल हेर्नुहोस् साथीहरू, अब तपाईँ हामीले बुझ्नुपर्ने कुरा के हो भने हेर्नुहोस्, हिसाब यति क्लियर छ कि 2 लाख रुपियाँ तपाईँले लोन लिनुभयो 10% ब्याजमा 2 वर्षको लागि अथवा 24 महिनाको लागि। पहिलो महिनामा तपाईँले, यो महिना हो है 24 महिनासम्म, पहिलो महिनामा तपाईँको 2 लाख रुपियाँ लोन थियो। 7,562 रुपियाँ तपाईँले सामा बुझाउनु भयो र इन्ट्रेस्ट 1,667 रुपियाँ तपाईँले इन्ट्रेस्ट बुझाउनु भयो अथवा ब्याज बुझाउनु भयो। तपाईँले सामा र ब्याज बुझाउनु भयो। सामा र ब्याज गरेर तपाईँले टोटल 9,229 रुपियाँ ब्याङ्कमा बुझाउनु भयो। कुरो बुझ्नुभयो नि पहिलो महिनामा। अब दोस्रो महिनामा तपाईँको आउटस्ट्यान्डिङ एमाउन्ट भनेको प्रिन्सिपल सामा बुझाइसकेपछि त सामा त घट्यो नि त। 7,562 रुपियाँ घट्यो। 2 लाखमा 7,562 रुपियाँ तपाईँले सामा बुझाइसक्नुभयो। त्यो सामा घटेर 1,92,438 रुपियाँ आएको छ यहाँ। अब ब्याज घट्दै जान्छ, सामा चाहिँ बढ्दै जान्छ। तपाईँले बुझाउनु पर्ने रकम त मेन ब्याङ्कमा बुझाउनु पर्ने रकम त इएमआई नै हो, इएमआई क्यालकुलेसन नै हो। यो जति छ त्यति हरेक 16 महिनापछि तिर्नुहोस् तपाईँको त्यो। अब तपाईँले अब एकैचोटि 2-4 महिनाको तिर्यो भने त अब यो जोडेर तपाईँले कति भएको छ त्यो मन्थली गर्नुपर्ने हुन्छ, तिर्नुपर्ने हुन्छ। तर तपाईँले महिनावारी तिर्नुहुन्छ भने महिनावारी एमाउन्ट यही नै हो। तपाईँको यो सामा कति तिर्नुपर्ने र इन्ट्रेस्ट कति तिर्नुपर्ने भन्ने कुरा चाहिँ तपाईँलाई एउटा ब्याङ्कले चाहिँ लिस्ट दिन्छ, यस्तै लिस्ट। तर यो झन्झट हामीले गरिराख्नु पर्दैन, तर पनि जानिराखेको राम्रो। कुरा बुझ्नुभयो नि। प्रिन्सिपल एमाउन्ट तपाईँको सामा सक्यो, 2 लाख रुपियाँ आयो। सामा 2 लाख रुपियाँ तपाईँले बुझाउनु भयो। ब्याज कति 21,496 बुझाउनु भयो। तपाईँले ब्याज मात्रै 21,496 बुझाउनु भएछ। अब सामा 2 लाख पनि बुझाउनु भयो र 21,496 ब्याज पनि बुझाउनु भयो गरेर तपाईँले सामा र ब्याज गरेर टोटल तपाईँले कति बुझाउनु भयो त भन्दा 2,21,496। हेर्नुहोस् लास्टमा 24 महिनामा हेर्नुहोस् 9,153 रुपियाँ तपाईँले तिर्नुपर्ने रहेछ। 9,153 तिर्नुभयो र ब्याज चाहिँ यसको ब्याज है, यो 9,153 को ब्याज 76 रुपियाँ गरेर 9,229 रुपियाँ तपाईँले यसरी चुक्ता गर्नुभयो। अब तपाईँले यो फर्मेट बनाइसकेपछि तपाईँले होइन म 4 लाख रुपियाँ लिन्छु भन्नुभयो,
तपाईँले यहाँ 4 लाख रुपियाँ गर्नुभयो र कतिमा भन्दा त्यही ब्याजमा ल इन्ट्रेस्ट गर्नु। यो अटोमेटिक यहाँ सबै चेन्ज भएर आउँछ अटोमेटिक होइन। यो 4 लाख रुपियाँ ब्याङ्कले 12% बनायो भने 12% अटोमेटिक यहाँ चेन्ज भएर आउँछ। यसरी तपाईँ हामीले आफ्नै मोबाइलमा तपाईँले यो ल्यापटप नै चाहिन्छ अथवा यो पिसी नै चाहिन्छ भन्ने जरुरत छैन है। तपाईँले यो मोबाइलमा पनि आफ्नो एउटा माइक्रोसफ्ट एकाउन्ट खोलेर मोबाइलमा एक्सेलमा पनि यसरी रेकर्ड राख्न सकिन्छ, यसरी बनाउन सकिन्छ। यो झन्झट हामीले खासै गरिराख्नु पर्दैन। यो ब्याङ्कले दिन्छ तपाईँलाई एउटा पेपर लोन लिने बेलामा, तर पनि आफूले जानिराखेको राम्रो ब्याङ्कले कसरी हिसाब गर्छ अथवा आफूले तिर्नुपर्ने रकम हो नि त यो, आफूले दिनुपर्ने रकम कसरी कुन महिनामा कति दिनुपर्छ, कति सामा र कति ब्याज बुझाउनु पर्ने रहेछ, त्यो आफैले जानेको धेरै राम्रो है त साथीहरू।